किन्नु के छन् हजुर नो 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 हेलो सो साथीहरू सबैजनालाई युट्युब च्यानलमा स्वागत छ। सबैजना सन्चै राम्रै हुनुहुन्छ होला। म पनि एकदम सन्चै राम्रै छु। अनि आज देख्न सक्नुहुन्छ आज चाहिँ म पसल जाँदैछु। साथीहरू म चाहिँ पसल जान लागेको छु है। सक्नुहुन्छ पसल चाहिँ यहाँबाट छ लगभग 4-5 मिनट जति लाग्छ अनि म चाहिँ जाँदैछु है। साथीहरू म चाहिँ पसल जान लागेको छु देख्न सक्नुहुन्छ। यहाँ पनि जाँदै हुनुहुन्छ। हाई भन्नु न कस्तो र साथीहरू हामी चाहिँ यता आइसकेको छौँ देख्न सक्नुहुन्छ। तपाईँ पनि जानुहुन्छ कि तपाईँ बस्नुहुन्छ हिँड्नु के छन् हजुर नो 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 मतलब वो अलग ही लेवल का बंदा था। हिँड्नु के जाउँ साथीहरू यहाँ चाहिँ नजाने अरे म जान्छु एक्लै। तपाईँ यहीँ बस्नुहुन्छ बस्नु म गएँ ल म नछोडिकन नछोड्नुलाई नि फेरि साथीहरू यहाँ चाहिँ नजाने अरे म जान्छु म गएर आउँछु। साथीहरू यहाँ चाहिँ हामी सानी पोखरी आइसकेको छौँ। ठुलो मम्मीको घरसम्म आइसकेको छौँ अनि म चाहिँ अब यताबाट जाने हो अनि गएर अनि चाउचाउ ल्याउनु छ नि त नास्ताको लागि अनि त्यो लिएर म चाहिँ आउँछु अनि म चाहिँ अब यताबाट जाने हो। साथीहरू चाहिँ पसलनिर आइसकेको छु। पसल चाहिँ वहाँनिर हो पसल चाहिँ म चाहिँ यहाँ आइसकेको छु हुनुहुन्छ। सो साथीहरू म चाहिँ पसलनिर आइसकेको छु। यहाँ चाहिँ पसलमा चाहिँ आमा हुनुहुँदो रहेछ चाहिँ आमालाई बोलाएँ। सो साथीहरू मैले चाहिँ यहाँ आमासँग सामान किनिसकेको छु देख्न सक्नुहुन्छ। प्लास्टिक दिनु न एउटा सानो सजिलो हुन्थ्यो प्लास्टिकमा। सो साथीहरू मैले चाहिँ चाउचाउ किनिसकेको छु देख्न सक्नुहुन्छ। यो चाहिँ मैले घर लगेर मेरो बुढालाई बनाउन दिन्छु अनि उहाँले चाहिँ बनाउनुहुन्छ। र चाहिँ यो सक्यो साथीहरू पसल घर नजिक अलि नजिक छैन कि तपाईँ अलि टाढै छ त्यो सक्नुहुन्छ। कस्तो गर्मी छ कि साथीहरू दिन सक्नुहुन्छ। हेर्नु न कस्तो घाम लागिरहेको कि कस्तो घाम हो कि छ्या साथीहरू हजुरकोतिर कतिको गर्मी छ। हाम्रोतिर त बहुत आज बिहानभरि पानी आयो हिजोदेखि आज बिहानसम्म पानी आएको आइछ र पनि यस्तो गर्मी छ नि हिँड्नै सकिँदैन कि साथीहरू। म चाहिँ अब घरनिर आइसकेको छु। ठुलो मम्मीहरूको घरनिर आइसकेको छु। अब चाहिँ हामी यताबाट यता जाने हो। यहाँ चाहिँ ठुलो मम्मीहरूको घर हो हामी चाहिँ घरमा जान्छौँ। सो साथीहरू मेरो बुढो चाहिँ उहाँ देख्न सक्नुहुन्छ पुरा फोन चलाएर बसिरहनु भएको। ऐ ब्याइयो हेर्नु पकाउने घर गएर अनि कस्तो भोक लागिरह हेर्नु साथीहरू। मेरो बुढो चाहिँ फोनमा बिजी हो कि साथीहरू छिटो हेर्नु के के मिस्टेक हो। सो साथीहरू हामीले चाहिँ नास्ता पनि खाइसकेको छौँ अनि हजुरहरूले खानुभएको भएन म चाहिँ खाइसकेको छु। साथीहरू आजको लागि चाहिँ यति नै। म चाहिँ भोलि अर्को भिडियो लिएर आउनेछु। हस्त बाई।